रवि लामिछानेले दिए युवा नेतृत्व असफल भए अर्को आँधी आउने चेतावनी। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकार सफल हुनुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले युवा नेतृत्व सरकारलाई सफल बनाउन आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह समेत गरेका हुन्। परिवर्तनपछि युवा नेतृत्व पनि असफल भए भविष्यमा देश अर्को दुर्घटनामा जान सक्ने तर्फ उनले सचेत गराएका हुन्। हामीले गलत भाष्यलाई कामबाट चिर्न सकेन भने भविष्यमा नकारात्मक भाष्य बन्न धेरै बेर लाग्दैन। हेर्दा हेर्दै दिलमा जान्छ। गएको भदौमा 21-22 त ठिकै थियो, त्यहाँ सरकार 2/3 थियो, शक्तिशाली 2 पार्टी सरकारमा थिए, कसले रोक्न सक्थ्यो र? तर 23 मा आइपुग्यौ नि ओभरनाइट। त्यसपछि जे भयो त्यो आफैमा एउटा इतिहास भयो। त्यसले जुन परिवर्तन गरायो, जुन आँधी ल्यायो, त्यो आँधीले बढारेको मात्र हामीले देखेका छौं। अब त्यो आँधीले बनाएको हेर्न मानिसहरू पुरेरा बसेका छन्। त्यसकारणले युवा नेतृत्व सफल हुनुपर्छ सचेत गराउँदै रविले भने। उनले युवामा जोश र होस दुवै हुने भएका आजका युवाहरू सक्षम र योग्य छन् भन्ने कुरा कामबाट नै प्रमाणित गर्नुपर्ने स्पष्ट गरेका छन्। यो परिवर्तनलाई युवाको नेतृत्वले परिमाणमा बदल्न सकेनौ भने आफूहरूमाथि ठूलो आरोप लाग्ने रविले बताएका छन्। अब आलाकाचाबाट हुने छैन, युवा युवा भनेर हुने रहेनछ, परिपक्कै चाहिने रहेछ, उमेर नै चाहिने रहेछ, अनुभव नै चाहिने रहेछ। बिना अनुभव केही पनि नहुने रहेछ भन्ने जबरजस्त भाष्य निर्माण गरिनेछ। त्यो भाष्यको लागि अर्को युगको लागि घातक हुन्छ भनेर उनले भने। त्यस्तो होइन, युवामा जोश र होस दुवै हुन्छ। आजका युवाहरू सक्षम छन्, देशलाई माया गर्छन्, परिवर्तनकामी छन्। यो देशको व्यवस्था र परिवर्तनको रक्षा गर्दै ज्ञान सिपको आधारमा अग्रजहरूको सम्मान गर्दै प्राप्त उपलब्धिलाई परिमाणमा बदल्न सक्षम छन्। उनीहरू गर्छन् भन्ने हामीले हाम्रो तर्फबाट, हामीले हाम्रो कर्मबाट प्रमाणित गर्नुपर्दछ।